मानव अधिकार दिवसको बेलामा जहिले पनि हामी म्यागना मिट गरेर अहिले केही वर्षदेखि समग्र मानव अधिकार क्षेत्रमा कार्यरत सङ्घ संस्था व्यक्तिहरू एकै ठाउँमा रहेर एउटा राम्रो एकताको सन्देश दिन थालेको म्यागना मिट कार्यक्रमको सन्दर्भ बनाएर विशेष गरी महिला मानव अधिकार कर्मीहरूलाई आज जुन यो चाहिँ सम्मानित गर्ने एउटा अत्यन्तै चाहिँ सम्मानित अर्को भाषामा सम्मानित कार्यक्रम जुन राख्नुभएको छ काठमाडौँ अलायन्सले चाहिँ अलायन्स च्याप्टर काठमाडौँले यसको लागि म सबभन्दा पहिले नै उदय धन्यवाद बधाई खुसी सबै कुरा व्यक्त गर्न चाहन्छु। सभाका सभाध्यक्षज्यू यो फोरममा चाहिँ आज सम्मानित गर्न लागेका चारजना हो क्यारे चारैजना आदरणीय व्यक्तित्वहरू हाम्रा कतिपय अग्रणी हुनुहुन्छ, कतिपय हाम्रा चाहिँ सँगै काम गर्ने क्रममा ज्यादै एउटा आइडियल व्यक्तित्वहरू पनि हुनुहुन्छ। उहाँहरूलाई पनि म व्यक्तिगत रूपमा र चाहिँ सिँगै गैरसरकार क्षेत्रको महासङ्घको अध्यक्ष भविष्यले पनि हार्दिक अभिवादन सम्मान र चाहिँ गौरव व्यक्त गर्न चाहन्छु। र मेरो भागमा चाहिँ शोभा गौतमको बारेमा चाहिँ केही कुराहरू राखिदिनुहोस् भन्नु परेको छ। वन्दना जस्तै म छोटोमा चाहिँ केही कुरा राख्न अनुमति चाहन्छु। शोभा गौतम भन्ने नाम धेरैजनाले सुनिसक्नु भएको छ। भन्न साथै तपाईँहरूले शान्ति पिस र महिलाको कुराहरू सम्झिनुहुन्छ होला भन्ने मेरो पूर्ण विश्वास रहेको छ। उहाँ नेपालको पूर्वी पहाडको चाहिने सङ्खुवासभाको जिल्लामा चाहिने जन्मिनु भएकी एउटी ज्यादै चाहिने बहादुर र काममा लगनशील लगातार रूपमा लागिराख्ने र विभिन्न चरणको आन्दोलन चाहिनेहरू मानव अधिकारको आन्दोलन मात्रै नभइकन राष्ट्रमा चाहिने एकपटक चाहिँ सरकारी क्षेत्रमा पनि काम गरेर त्यस्तो सरकारी क्षेत्रलाई पनि राम्रो बनाउनुपर्छ र त्यो जस्टिस न्यायिक हुनुपर्छ भन्ने क्रममा चाहिने शान्तिपूर्ण आन्दोलनमा समेत लागेर आफ्नो जागिर पनि चाहिने त्यहाँबाट गुमाएर यो चाहिने यतापट्टिको आन्दोलनमा लाग्नुभएको व्यक्तित्व भनेर पनि मैले उहाँलाई जानेकी छु। र उहाँले यस क्रममा चाहिने धेरैवटा सङ्घ संस्थाहरूलाई फाउन्डिङ एकदम चाहिँ संस्थापक हैसियतमा इभिकन भयो। त्यस्तै गरेर हाम्रो अगाडि चाहिने शान्ति बालिका जुन चाहिँ महिला र पिसको क्षेत्रमा काम गर्ने चाहिँ सबभन्दा सुरुको इनिसिएसन दिने एउटा नेटवर्कको रूपमा रहेको छ र नेपालमा काम गर्ने अग्रणी महिला अर्गनाइजेसनहरूको सबैको एउटा चाहिने वुमेन्स पिस नेटवर्क महिलाहरूको शान्तिका लागि हातेमालो संस्था छ। जुन संस्थाको अगाडि आज धेरै कार्यक्रमहरू हामीले नेपाल सरकारलाई पनि इन्फ्लुएन्स गर्ने गरी गरिसकेका छौँ। त्यो संस्थाको पनि एउटा चाहिने त्यसको फाउन्डेसन गर्ने क्रममा कोअर्डिनेसन गर्ने चाहिँ एउटा संस्थापक कोअर्डिनेसन पनि उहाँले नै गर्नुभएको छ। त्यति मात्रै होइन पिसको क्षेत्रमा चाहिने साउथ एसियामा नै सापे नाम राखेर चाहिँ भएको संस्थामा पनि उहाँले कामहरू गरिराख्नु भएको छ। सुशासनका क्षेत्रमा निर्वाचन नै एउटा चाहिँ लोकतन्त्रमा चाहिँ मेरुदण्ड रहेको त्यसलाई कसरी राम्रोसँग अब्जर्भ गर्ने अब्जर्भेसनको पक्षमा काम गर्ने एउटा हाम्रो ज्यादै चाहिँ सम्मानित संस्था छ नियोग। त्यो नियोग संस्थामा पनि रहेर उहाँले चाहिने फाउन्डिङको रूपमा रहेर कामहरू गरिराख्नु भएको छ। अहिलेसम्म पनि त्यस अन्तर्गत रहेर विभिन्न चाहिने अन्तर्राष्ट्रिय चुनावहरूको पर्यवेक्षण पनि गर्नुभएको छ। यी समग्र कामहरू उहाँले महिलामुखी चाहिने दृष्टिकोणले महिलाका कुराहरूलाई आत्मसात गरेर गर्नुभएको छ। र शोभा गौतमजी अर्को आयाममा पत्रकार पनि हुनुहुन्छ। मैले पनि जोडेँ कतिको न्याय हुन्छ तर धेरै जसो हामीले आज महिला अधिकार आन्दोलनको चाहिने अग्रणी महिला अधिकार कर्मी भनेर यहाँ बोलाएको हुनाले पत्रकार मैले पनि भनेको छु। तर पत्रकारिता क्षेत्रमा उहाँको लामो क्षमता छ। प्रेस इन्स्टिट्युटको अहिले उहाँ महासचिव नै हुनुहुन्छ र धेरै लेख्ने कुराहरू आर्टिकलहरू किताबहरू पिस र चाहिने यो कन्फ्लिक्टलाई जोडेर उहाँले केही बुकहरू लेख्नु भएको छ। कन्फ्लिक्ट एन्ड चिल्ड्रेन पेरिफेरी भनेर बुकहरू निकाल्नु भएको छ। त्यस्तै म धेरै नाम लिन चाहन्न। त्यससँग सम्बन्धित धेरै चाहिने आर्टिकलहरू किताबहरू लेख्ने कामहरू पनि उहाँले गर्नुभएको छ। त्यस चाहिने यो विशेष गरी शान्ति द्वन्द्व चाहिने साना हात हतियारहरू द्वन्द्वसँग सम्बन्धितहरू यस्ता कुराहरूमा धेरै उहाँको साउथ एसियामा पनि निकै ठुलो चाहिने लगानी योगदान र ती कुराहरूलाई चाहिँ साउथ एसिया रूपमै चाहिँ छर्ने कामहरू गर्नुभएको छ। त्यसमा पक्कै पनि उहाँले यसलाई महिलामुखी ढङ्गले हेर्नुभएको छ भन्ने चाहिँ हामीले लिएका छौँ। र केही पुरस्कारहरू पनि उहाँले चाहिँ ग्रहण गरिसक्नु भएको छ। यो शान्ति पुरस्कार चाहिँ नुरुप पुरस्कार छ। त्यो चाहिने पुरस्कार उहाँले चाहिने 2 वर्ष अगाडि उहाँले पाए। कृष्णमोहन नुरुप पुरस्कार छ उहाँले ग्रहण गरिसक्नु भएको छ। र अरू विभिन्न राष्ट्रिय रूपमा यसरी हामीले यस्तो अभिनन्दन गर्ने काम त धेरै नै चाहिने भएका छन्। मैले अलिकति उल्लेखनीय कुराहरू चाहिने यहाँ अगाडि राख्न खोजेको हो। यो भयो मैले उहाँका यथार्थपरक कुराहरू गरेको। मेरो आफ्नै अनुभव 1 मिनट मात्रै म सुनाउन चाहन्छु। शोभा गौतमजीसँग आजभन्दा करिब झन्डै 17-18 वर्ष अगाडि मैले काम गर्ने दौरानमा चाहिने भेटेको थिएँ र उहाँ एउटा भिडियो बनाउँदै हुनुहुन्थ्यो।
अनि त्यो के गर्नुहुन्छ दिदी तपाईँ भनेर सोद्धाखेरि म चाहिँ यो चेलीबेटी बेचबिखन त्यतिखेर चाहिँ यो मानव बेचबिखन भन्दा पनि बढी सुरुवातमा चेलीबेटी बेचबिखनबाट यो आन्दोलन चाहिँ सुरुवात भएको थियो र त्यसलाई चाहिँ एउटा अवैध चेतना चाहिँ फैलाउनको लागि चाहिँ भिडियो बनाउने क्रममा उहाँ आफै नै एउटा चाहिँ बेचबिखनको नायिके भएको रोल चाहिँ नै गर्नुहुँदो रहेछ र अनि म छक्क परेँ है। अब त्यतिखेर यो 17-18 वर्ष अगाडिको कुरा तपाईँहरू कसैले पाउनुभयो भने त्यो भिडियो हेर्नुहोस्, ठ्याक्कै बाई भन्ने हुन्छ नि त्यहाँ बेच्ने मान्छेहरू हो चाहिँ उहाँले रोल चाहिँ गर्नु। त्यतिखेर मैले ओहो म पनि खोडाङतिर जन्मेको उतैतिरको मान्छे, यतापट्टिका मान्छेहरूको यस्तो कसरी चाहिँ आफ्नो एउटा मेरो अनुभव क्या मेरो पर्सनल अनुभव। अनि त्यस्तो कामदेखि उहाँ चाहिँ लगातार रूपमा लागिराख्ने, धेरै जसो ठाउँहरूमा मानवाधिकारका क्षेत्रमा अग्लो ठाउँहरूमा जाने र जहिले पनि उहाँ चाहिँ फिल्ड कमिटमेन्ट उहाँको धेरै जसो चाहिँ उहाँ शोभा दिदी खै त भनौँ भने उहाँ क्षेत्रमा उहाँ अर्को क्षेत्रमा जिल्लामा त्यहाँ यहाँ यो म अहिले अध्यक्ष हुनुभन्दा अघिल्लो कालमा उहाँ गैरसरकारी संस्था महासङ्घ नेपालको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो र त्यसमा सँगै बोर्डमा पनि रहेर काम गर्न पाउँदाखेरि पनि अत्यधिक समय उहाँको प्रतिबद्धता उहाँको कमिटमेन्ट भनेको चाहिँ महिला शान्ति 1325 1820 लगायतका यी कुराहरूमा ज्यादै धेरै चाहिँ प्रतिबद्धता रहेको र उहाँ धेरै जसो चाहिँ ग्रामीण तहमा काम गर्न चाहिँ रुचाउने। मैले पनि के उहाँबाट एउटा सिकेको छु भने विशेष गरी त्यहाँ बस्दाखेरि जुनसुकै कुरामा कमिटमेन्ट भए पनि मान्छेको इन्ट्रेस्ट जहाँ छ त्यहाँ चाहिँ मान्छेले चाहिँ धेरै नै प्रतिबद्धता र सहित चाहिँ प्रतिफल ल्याउन सक्दो रहेछ भन्ने मलाई त्यतिखेर महसुस भयो। दिदी खै भनौँ भने रामेछापमा, दिदी खै भनौँ भने सिन्धुलीमा, त्यसो भएको हुनाले चाहिँ उहाँको एकदम ज्यादै इन्ट्रेस्ट चाहिँ ग्रामीण तहबाट चाहिँ भएका समस्याहरूका कुराहरूलाई माथि ल्याउने, एउटा शान्ति र महिलामा जोड्ने र एउटा एक प्रकारले भन्ने हो भने शान्तिकर्मी महिलाको रूपमा पनि हामीले उहाँलाई लिन सक्छौँ। र यति छोटो कुराहरू गरेर विशेष गरी हामी सबै चाहिँ उहाँको परिचयबाट चाहिँ एकदमै चाहिँ परलुकेको अवस्था यो छैन। शोभा दिदी अत्यन्तै धेरै चाहिँ कम बोल्ने तर धेरै चाहिँ कुरा